तल राम्रो पैमा जिउला तल राम्रो पैमा जिउ कहिले पनि हामीले त्यचल हुनु नै फटिका नन्द केश आली भाउजू तोडी काटेल फटिका नन्द केश दर्नाली राजापुर जयगढ टाङमानी दर्नाली राजापुर जयगढ टाङमानी जय पहाड जरम था त क्याहरू खाङमानी मरु मेरो काँसा काँसा मन त पहाडै छ पहिलेका कसाउली अहिले पहाडै छ। बाटोमा हिँड्दै जाँदा अनेकौं मान्छे भेटिए। उहाँहरूको मिठो आवाज पनि यो भिडियोमा समेटेको छु। तल राम्रो पैमा जिउला तल राम्रो पैमा जिउला ये माथि दान्चुली बोट सिछिदेव न्यो ताजा कोट ये माथि दान्चुली बोट सिछिदेव न्यो ताजा कोट क्वाडीदेखि खौलासम्म क्वाडीदेखि खौलासम्म ये रमाउ डुली डुली बोट सिछिदेव न्यो ताजा कोट ये रमाउ डुली डुली बोट सिछिदेव न्यो ताजा कोट। किनभने यो भिडियोमा उहाँहरूसँग गरिएका कुराकानी भने समेटिएको छैन। आजको भिडियोमा कसैले गीतबाटै मनका दुःखलाई पखालेका छन्, कसै गीतबाटै त्यो विकासको गतिलाई अगाडि बढाएका छन्। कसैले साक्षरताका कुराहरू पनि यही गीतबाटै निकालेका छन्। तपाईलाई गाह्रो चाहिँ भएकै होइन? दिनमा कति खेप गर्छिन्छ त दाउरा डाला? हामी त दुबै गर्छु अझ भए पनि किनभने 3 गर्छिन् क्या कस्तो उकालो छ। हामीलाई कति गाह्रो छ, उकालो उकालो छ। न रोडपुरी निगम मेरै नेताले पनि हेरेर हामीले लाइदिएर गाह्रो ल्याउनुपर्छ। भोट पनि हाल्ने भोट पनि हाल्ने हो अनि न हामी न सेवा सुविधा पनि राम्रो गाडी पनि लगाइदिए पनि कति त पानी तरिकन आउनुपर्छ। अनि घर आउँदा उकालो उकालो भइगयो माथि घर ढोक्कै भित्र जाउँदैछु म उकालो भित्र जान्छु। अनि कुन जाने बेला पनि उकालै हो, कहिले त्यक्षले भेटिँदैन। हामीले यति गर्दै जिन्दगी पहिला बाजेले पनि परबाजेले पनि यस्तै गरी दिन काटिन मरिगया, बाजे पनि मरिगया। अब ससुरा बापट्टि पनि मरिजानु भयो, हामी पनि मर्ने जिन्दगी हो। अब छोराहरूको पातमा त केही सहयोग सुविधा गरी खायो भने खाने भइगयो, नत्र यही थियो दुःख के जिन्दगी हामीलाई गाह्रो छ खानु। जति जति अलि 3 वर्ग गर्नुपर्छ, तालौरो लाज हुन्छ। यही पल्ट चुनाव गरेमा अहिले त राम्रो होला भन्नु उही काम। पछिल्ला पल्ट चुनावको चाहिँ हामी बुढी गयौँ, उही काम हमारा भना परिवर्तन भएन, केही पनि भएन। अब इन्डिया जान्छ कोही रहेछ हाम्रो गाउँको मान्छे मैले भने अहिले हिँड्ने मान्छे छैन।
ल कोही नि ढोका दान कोही धजा आउँदा बिदु मन्दिर बिदु धजा जोड त कोही ढोका देख्छ बस्या बन्दै छ न कसलाई त्यो माथि हाम्रो त्यो बिजनेस हुन्छ त्यो लाग्छ कोही अरू आफ्नो कुराले त नआउँछ दुई बच्चा कोको बाहेक हुन्छ बच्चा तीन बच्चा कोही आज त पर त्यहीलाई त्यस्तै हाल त्यस्तो हाल गरिकन हाम्रो बसी खान्थ्यो